हेलो गाइस, नमस्ते सबैजनालाई। अनि आज चाहिँ हामी सबैलाई ह्याप्पी दिवाली। आज चाहिँ हामी यहाँ घरलाई डेकोरेसन गर्दैछौँ लक्ष्मी पूजाको लागि। अनि यो चाहिँ रङ्गोली हो, बाबा र मामुले बनाइदिनु भएको। रङ्गोली बनाउने उठो चाहिँ हराएछ कि त्यही भएर यतिकै बनाउनु भएको युट्युबमा हेरेर। कति राम्रो। अनि यो हाम्रो घर यो फुलले सजाएको छ। यो चाहिँ मैले उनेको फुल हो। अनि यो आमाले। अनि हेर्नुहोस् यहाँ चाहिँ झिलिमिली बत्ती हालेको छ। यो चाहिँ फुल खालको। अनि अरू चाहिँ सिम्पल, यो पनि फुल। अनि फेरि यहाँ सिम्पल खाले। अनि यहाँ झ्यालमा चाहिँ फेरि फुल खाले लगाउनु भएको छ। हाम्रो दिवालीको डेकोरेसनको लागि राम्रो लाग्यो भने कमेन्ट गर्नु होला। अब चाहिँ रात परिसक्यो। अनि आज चाहिँ हामी दिवाली यत्रो ठुलो बनाउँदैछौँ। पहिलाको भिडियो पनि हालेको छु, त्यो पनि हेर्नुहोस् होला। अनि ऊ पर अरूको घरमा नि प्रतीक मामाहरूको घरमा अनि यहाँ डेभिडहरूको जग्गा त कस्तो छ भनेर 1 मिनट। गाइस हामी चाहिँ डेभिडको घर पुगिसक्यो। अब भिडियो बनाइन्छ है। सबै टेकिदिइहाल्छ होला हौ रङ्गोली मम्मी। यहाँ चाहिँ अलिक हाल्नु पर्थ्यो के हुन्छ हौ। यो के रहेछ नानी? यो डेभिडहरूको घर नि। डेभिडहरूको घरमा डेभिडको घरमा कति राम्रो झिलिमिली बत्ती नि। फुलसँग कति राम्रो देखिँदो रहेछ। कस्तो देखियो? राम्रो। हाम्रो भिडियो गरेर हाम्रो चाहिँ बनाइसक्ने बित्तिकै मात्र डेभिडहरू त बहिनीलाई त्यसो भए रङ्गोली नै होइन जस्तो भयो। के गर्नु? रङ्गोली जस्तो देखिएन? उयो खालको उयो ल्याउनु त। सबसे नराम्रो हाम्रोमा बहिनी पानी झन्डै खेला। उयोले के खान्छ? रङ खान्छ? केटीलाई घर पठाउँ त। बहिनी कुदेको भिडियो बनाइन्छु। आउन यता। नाच्नु बहिनी, नाच्नु। उसको उयोमा चाहिँ हेर्नु न। एकपटक त पर्दैन हैन बाबा? बाबा कतिखेर तर छिटो फुटी पेट ल्याउ न भाइ। बहिनी यो के रहेछ? रङ्गोली कति राम्रो नि। भिडियोमा चाहिँ कति राम्रो देखियो। छिटो डेभिड छिटो न यहाँ अहिले के बोएको त्यो? खै खिलाइ त्यो दियो पनि ल्याउनु त। दियो अघि उता त्यसलाई
लाग्छ कस्तो देखियो जोदा सिसा राम्रो भिडियोमा कति राम्रो देखिरहेछ नाला कति राम्रो नि भिडियो लागेको भिडियो लागे नाला भिडियो लागे डेभिड छिटो न यो मान्छे साह्रो लेजी छ है नानीले नै यहाँ बिगारिदिन्छ है अहिले एकछिनमा अलिकता मम्मी यता गएर बनाउँछ है बहिनीको छायाले बहिनी छोड्नु न रङ्गलीमा हान्दिन्छ है मेरो गोल अरे हानिन्छ नि बहिनी घर ल लड्छ लडी गयो लडाइ गयो नि अघि मिठाई पनि लुकेर थियो त मिठाई पनि पेन्टभित्र खालेर यहाँ राख्ने अनि यो चाहिँ यहाँ जोडी राख्नु ठिकै छ यहाँ तिनवटा उयो त्यो धागो चाहिँ दुईवटा लानुपर्छ न तिनतिर दियो बोला छैन यो ठुलोमा चाहिँ त्यो है त्यो दादै हेलो हिजो कहाँ जानु भएको हिजो त हामी त यहाँ पनि बनाएको पटेका होइन पटेका पकाउने डाइस खेलौँ न भिडियो बनाएर आएको भिडियो बनाउनु आएको सन्ध्यामा डेभिड बहिनी खै यहाँ खाऊ
आइया यहाँको भिडियो बनाउनु पर्यो हौ राम्रो गोल बुझ्ने यता हेर्नु हेलो भनिदिनु हेलो भन्नु अब बिग्रिन्छ है हेलो भनिदिनु यहाँ हेलो भन्नु नानी हेलो भनिदिनु यसरी हेलो गाइस भन्नु आमा यही छ रङ्गोली बुवाले बनाउँछ आम्मामा कत्रो अनि यहाँ चाहिँ याङनिमको घर है घर हैन यो त मूल घर पो त ए मूल घर चाहिँ घर त उयो छ नि यो मेरो मूल घर बहिनीको मूल घर जोदाको मूल घर जोडाको घर यहाँ चाहिँ अब अघिको चाहिँ डेभिडहरूको थियो सुरुको हाम्रो सेकेन्डको डेभिडहरूको थर्डको याङनिमहरूको जोदाहरूको मान्छे लिमिट लगाएको छ 9,000 10,000 11,000 12,000 13,000 जोदाहरूको मान्छे लिमिट लगाएको छ कि छैन हौ डेभिड लाइट पो बाल्नु पर्यो क्या हो डेभिड ओ माय गॉड यहाँको पनि भिडियो बनाइदिनु पर्यो बुवाहरूको मेरो त कत्रो उयो ल हेलो भन हेलो मासु भुटेको ल हेलो भन जोदाउन आउन हेर त कति सबैले लाइक गर्नु होला छिटाउ न त्यही घदर भएर मात्र हो पुत्ता मासुको त खिच न मासु ढुङ्गाको मासु यताबाट खै मासु यो गोरुको मासु है भन जोदाले देखाउ त भिडियो भिडियो